नमस्ते लासो फ्याबुलो र म चाहिँ आज चाहिँ मालबजार जाँदैछु है। यो चाहिँ मालबजार जाँदै गरेको बाटोको हो र म बाटोमा चाहिँ एकछिन रेस्ट गर्नु पर्यो भनेर केसेस मिलाउनु पर्यो भन्दैछु हो। र यहाँ चाहिँ यति साह्रो राम्रो जग्गा छ कि एकदम ठन्डा हो। यो चाहिँ मेरो बाइक हो, हेर्नु होला। यो चाहिँ अब कहाँको होला भन्नु होला। यति साह्रो गाईहरू छ कि गाई गोरुहरू हेर्नु न कत्रो कत्रो छ है। र अब फाइनली म मालबजार पुगिसकेँ। यति साह्रो बाटोमा डर लाग्दो भयो कि साथीहरू होइन। अन्त अब पुलिसले मलाई 3 जग्गा चेकिङ गर्यो, ओत्लाबाडी भनेर, अन्त डामडिङ अनि यो मालबजारमा चेकिङ गर्यो होइन। तर पुलिसहरूले मलाई एकदम छोडिदियो क्या। अन्त यसो हेर्दाखेरि के गर्छौ भने मैले हल्का भिडियो बनाउँछु भने, अन्त गाना गाउँछौ भने, अन्त मैले यस भन्दै, अन्त रक गानाहरू गाउँछौ होला है भने, हजुर मैले पप गाना बेसी गाउँछु भने हल्का जोत्दै थिएँ होइन। गाइस जोत्नु चाहिँ पर्दो रहेछ क्या पुलिसहरूको छेउमा पनि। तर डराउनु चाहिँ नहुँदो रहेछ। म एकदम नडराइकन पुरा उनीहरूले जस्तो भन्यो मैले त्यस्तै जवाब दिएँ। तर पुलिसहरूले नराम्रो पनि एकदम भएन र एकदम बाटोमा पनि सबैजना धेरै मान्छेहरू आइसकेको थियो मसँग फोटोसोटो खिच्न, हल्का खिचेँ पनि होइन। तर मलाई पनि त्यस्तै। अन्त तिम्रो केस पाला एकदम मन पर्यो, तिम्रो ड्रेसअपहरू भने मैले हल्का गिटार पनि पछाडि बोकेर आएको थियो। गाना त बब्बलै गाइहाल्थेँ होइन। अब कसैले नगाएको गानाहरू गाइदिन्छु भनेर त्यति चाहिँ हिम्मत लिएर हिँडेको थियो साथीहरू। मेरो बाइक फेरि यस्तो छ कि भाइरल बाइक हो र